बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन ऐन 2082 ले बैंकिङ कसुर सम्बन्धी चेक बाउन्स सम्बन्धी केही थप कानुनी व्यवस्था गरेको छ भने केही कानुनहरूलाई खारिज गरेको छ। अब चेक बाउन्स मुद्दामा अथवा चेकको जरियाबाट उठेको बैंकिङ कसुरमा के सजाय हुन्छ भन्ने कुरो हेर्दाखेरि मूल ऐनको दफा 15 मा उपदफा 1 क थप गरेको छ, जसमा चेक बाउन्स सम्बन्धी कसुरमा हुने सजाय सम्बन्धी व्यवस्था छ। यसले के व्यवस्था गर्यो भने चेक अनादर भएको अवस्थामा चेक बमोजिम चेकमा उल्लेख भएको रकम बराबरको बिगो भयो र चेक काटेको मितिदेखि बिगो भराउँदासम्मको कानुन बमोजिमको ब्याज यी पैसा के भयो भने खातावालाबाट चेक धारकलाई भराइदिनु पर्ने एउटा व्यवस्था भयो। त्यसको साथसाथै जरिवाना र कैदको पनि व्यवस्था गरेको छ। जरिवाना र कैद कति हुन्छ भनेपछि बिगोको 5% जरिवाना हुन्छ, कैद भने बिगो अनुसार फरक हुन्छ। जस्तो कि 15 लाख रुपैयाँसम्म बिगो छ भने 1 महिनासम्म कैद भयो, 15 लाखदेखि 50 लाख बिगो छ भने 1 महिनादेखि 3 महिना कैद भयो। त्यसैगरी 50 लाखदेखि 1 करोड रुपैयाँ बिगो छ भने 3 महिनादेखि 1 वर्षसम्म कैद हुन सक्यो। त्यसैगरी 1 करोडदेखि 10 करोडसम्मको बिगो छ भने 1 वर्षदेखि 2 वर्षसम्म कैद हुन सक्यो। त्यसैगरी 10 करोड भन्दा माथिको बिगो छ भने 4 वर्षसम्म कैद हुन्छ। भनिसकेपछि 10 करोड भन्दा माथि जति बिगो भए पनि अधिकतम 4 वर्षसम्म कैद हुन सक्छ। यसको हदमा हेर्दाखेरि चेक बाउन्स भएको अर्थात् चेक अनादर भएको कुरो प्रमाणित भएको मितिले 1 वर्षभित्र प्रहरी समक्ष जाहेर दरखास्त दिनुपर्ने हुन्छ। जाहेर दरखास्त प्राप्त गरिसकेपछि प्रहरीले 6 महिनाभित्रमा सबै अनुसन्धानको कार्य गरेर 6 महिनाभित्र नै अदालतमा बैंकिङ कसुरको मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ। चेक अनादरको जरियाबाट उठेको बैंकिङ कसुर मुद्दामा पनि अनुसन्धानको सिलसिलामा अनुसन्धानको लागि प्रहरीले त्यस्तो कसुरदारलाई हिरासतमा राख्न सक्छ। हिरासतमा राख्दाखेरि के गर्नुपर्छ भने हुन सक्ने कैदको हदभन्दा बढी राख्न भने पाउँदैन। जस्तो कि 15 लाख रुपैयाँसम्म यदि 15 लाख रुपैयाँ बिगो भएको चेक रहेको छ भने चेक बाउन्स मुद्दा हो भने त्यस्तो अवस्थामा 1 महिना भन्दा बढी त्यस्तो अनुसन्धानको लागि हिरासतमा राख्न पाउँदैन।